हामी अब स्याउ खाने हो, तागत देखाउने गैँटी लिएर हिँडेँ। अब हाम्रो स्कुल देखाउनु पऱ्यो नि। ल जुम गरेछु कि ल आउनु त हरामी हो ठिक ए दिनभर नै लाग्छ होला भनेर त नलाग्दो रहेछ त। म थाकेँ हौ। सल्लाह है साथी पढेको स्कुल क्यामेरा पनि राम्रो छैन कि यसै पुरै ढुङ्गा छापेको है। गाउँघरलाई खान पुग्थ्यो कि कटरले पाकेको होइन र यो घामले हो। ल साथीहरू तपाईँहरूलाई ब्लगमा स्वागत छ। हामी अब स्याउ खाने हो, तागत देखाउने हो। यसै थड्याउँदै हिँड्नु पर्ने क्या अब। कहिले सकिने हो रन्ती यहाँ कति भएको छ र 9वटाको आइसम्म चाहिँ गैँटी लिएर हिँडेँ। अब हिँडेँ म चाहिँ अब ल बाँकी उतै गरेर भेटौँला। हाम्रो स्कुल देखाउनु पऱ्यो नि। ल ए हाम्रो नानीहरू पनि आइछन्। ल तर होइन मार्नु त खुब हिँडेको। अस्ति के अरे अङ्कलहरू के फटे अङ्कलहरू कालिज दिनकै मारेर ल्याएको देखाउनुहुन्थे भन्नुहुन्थे। साढे 4 बजे मारेर खाएर तर हिजो यार एउटा 2 जना भएको भए त खरायो छोपिन्थ्यो अरे। त्यो देउराली भन्दा यतापट्टिकै घुम्तीमा ट्याक्क बसेको यार ढुङ्गा हाल्न गएको त कच्ची त गइभएछ। 2 जना भएको भए त हिजो त्यो मारिन्थ्यो कि थियो होला यार 2 किलोभन्दा बढी भोलिसुडी निकाल्दा। बाटो त बरै नि घाँस पनि ल्याउने हो छामा। उन्यो खान्छ त ए त नि धारा रोक्नु पर्यो। पानी असार साल आउनु कि यो असार साल यो पानी खानु यो पानी घुँडामा जान्छ नि अन्त जाँदै जान्न माइफेटबाट अनि पाइप त अर्को चाहिन्छ जस्तो। ल ल ल आउनु जुम गरेछु कि ल आउनु त। यो त्यो गोपी दिएको त हजुरको बरु यसलाई यहाँ अलिक तल डाउन गर्दै ल्याउने नि खन्न पठायो हुन्छ कि दान्दाइको। ल कोदालीवाला जाम त ल गाउँमा काम गर्दा विदेश गएर सिक्नु सर्प हाम्रो पानी
भन्ने नभए त्यो त निस्किन जाए त्यसरी तर यहाँ त डोजरलाई नि कुकाउनु बनायो हुन्थ्यो कि फेरि भुन्दा त रात भाइरल होइन कहिले ल्याउनु म लगाइदिन्छु ल्याउनु यहाँ हालिदिनु यहाँ हालिदिनु म गणेश दाइकोमा राखिदिन्छु है भुन्दा भएर राखिदिन्छु भुम्दाई पाइप यसो घिसार्नु उतासम्म घिसार्ने हो र उयो ल साथीहरू हामी बेसर दिनभर नै लाग्छ होला भनेको त नलाग्दो रहेछ त हजुर पहिलो एउटा कुरा गाउँ ग्राउन्ड थियो नि त्यसलाई कस्तो नगराइकन गाउँकै एउटा खेल मैदान गर्न सके भए राम्रो हो नि त्यो त एकदम हुने हो क्या बारी पनि तर होइन गाउँको बिचमा एकदम हाइलाइटमा थियो क्या हाम्रो त्यो मान्छेहरूले पनि भन्छन् कि ओहो ग्राउन्ड राम्रो रहेछ भन्थे भन्छन् कि अस्ति मैले लाइभ गरेँ नि त ग्राउन्ड त गाउँको बिचमा राम्रो रहेछ भन्थ्यो क्या यो त अब हस्पिटललाई खन्ने हो भनेको 2 महिना खन्ने किन यस्तो राम्रोमा भन्छन् क्या त्यस्तो जहाँ पाए त्यहीँ हुँदैन त्यति ग्राउन्ड होइन अनि तर पहिलेदेखि सोच गर्नुपर्ने क्या अन्त पहिले सोचेर बनाउनु पर्ने बरु हस्पिटललाई तलतिर जग्गा किन्ने होइन अनि त्यो उही बेलाकै त्यो हुन्छ नि त्यो हस्पिटलको लागि जग्गा लिने बेलामै तलतिरै उस गर्नुपर्ने के त्यो पनि हो तर मूलको जग्गा हो नि त हिमालहरूको त्यस्तो राम्रो बारी हो उठाएर हुन्छ कि स्पोन्सर खोजेर हुन्छ कि घर उठाएर हुन्छ कि तलतिर सुमन सरको त्यो अहिले छ नि जग्गा कि त्यसकै नाममा दिने जग्गा भएपछि आफूले मन लागेको जग्गा गर्न पाइयो नि त पाइयो सबैलाई फोकस त्यो गराउनु चाहिँ लागि 3 वर्षमा केही नगराएपछि पैसा साह्रो मिल्थ्यो त्यसलाई बरु अब इन्जिनियरहरूलाई कुरा मिलाएर होइन त्यो त अब जग्गा पास भइसकेर भएको छैन होला त्यो त हो क्या हुन तर कहिले काहीँ चेन्ज हुन्छ कि जनताले त्यो त इन्टरनेसनल खानु हुन्छ त्यो बनाउनु कसले मान्छेको लागि जनताको लागि भनेको त्यहाँ दोकानहरू खने तर त्यहाँ घप खने भइहाल्यो नि के घप निकाल्दा भयो नि बल लाएर त हुन्छ झ्याक्रा हो टिकटक होइन अन्ति युट्युबमा आउँछ युट्युबमा आउँछ है युट्युब केही हुन्न क्या दाइ के हुन्छ रे ल मिलन हेर है विनिसालाई युट्युबमा आउँछ त ओके मैले ग्रुपमा हालिदिन्छु हेर्नु होला है ग्रुपमा हालिदिन्छु मैले खड्ग ब्रदर फेसबुकै नाम हो म पठाइदिन्छु है हजुरलाई यसो साथ दिनु होला गोपीहरू गइसक्यो हो भागेँ के केटाहरू त हो र मैले देखिने पो सायद त हजुर लास्टमा त म एक्लै भएँ नि साथीहरू जानु पर्यो अब अकेला भयो
मास्टर जानु भएको थियो होला नि दिदी घाँस लाग्यो है साथीहरू अब घरतिर यता गैँती एउटा कोदाले बोकेर लाग्यो अब घिसाइरहेको छु है घिसाइरहेको छु घाँस काट्ने आउनु भयो र हजुर होइन नि ए हो अरूको हँसियाल भयो भने काट्नु भयो हुन्छ नि तपाईँ सङ्गीता दिदीहरू त भाइ पुरै सक्नु भएको थियो घाँस काटेर जानुहुने काका किन तिमीले दुखाइछौ सोचे जस्तो पहाड खोला नाला साथीहरू फर्क्यौँ है जति कामको लागि भनेर आएको भएन कि प्राकृतिक सुन्दरताले भरेको हामी पढेको स्कुल है यस्तो आकार त भएको थिएन हाम्रो गाउँमा नाली काम पनि अलि हुँदो रहेछ काका अहिले ए भाइहरू बल खेल्न हो
फोटो देखाउनुलाई माथि जान्छु। माथि लेकटार भन्नु त्यो माथि छ। त्यही भएर भिडियो बनाउँछु है त। कस्तो मन्द घाम लागेको न। कस्तो तातो घाम। पारी चाहिँ यो चाहिँ ध्यान पहाड भन्छ कि यहाँबाट चाहिँ ठुल्ठुलो ढुङ्गा छ क्या चाहिँ हाम्रो बारी है। लेक डाँडा उता माथि हो। म त्यहाँ जान्छु अनि भिडियो बनाउँछु है त। भिडियो बनाएर हाल्छु म। गाउँको फोटो गाउँ पनि देखाउँछु है त। बाटो यस्तो यस्तो छ बाटो। यहाँ खनेर बिगाएर चाहिँ के बाटो त्यो बाटो यताबाट रहेछ। पहिला पहिला खुब गोठा लगाइन्थ्यो कि सास ल माथिबाट झन् राम्रो देखिन्छ हाम्रो। त्यस्तै रमाइलो छ कि हेर्नु न कस्तो बसेको गाउँ छ कि। माथिबाट त झन् खतरा भ्यू आउँछ। म थाकेँ हो। यस्तो सल्लाह थाक्यो नि। सल्लाह है साथी। महिनेको पानी त नसकिने रहेछ। खुट्टा गलेर हिँड्नु। गाउँको भिडियो गर्नु भनेर यस्तोमा छु है साथी। तलतिर भिड मासतिर नि भिड। म चाहिँ यस्तोमा यहाँ चाहिँ एकदम मिलेको ठाउँ रहेछ। ठ्याक्क बसेर भन्यो फोटोहरूलाई राम्रो देखियो नि होइन। फाइनली साथीहरू अहिले गाउँको भिडियो बनाउँछु। कतिले सोध्नुहुन्छ नि हजुर गाउँ कहाँ हो कस्तो छ भनेर। यो चाहिँ यहाँ पढेको स्कुल क्यामेरा पनि राम्रो छैन कि गाउँ यस्तो बसेको। कालडाँडा भन्नुहुन्छ उता पर्छ कालडाँडा। यो साइड हो ठ्याक्कै यो बोट छ नि यो बोटको उतापट्टि ठ्याक्कै एउटा गरेको ठाउँ जस्तो छ नि। कालडाँडा चाहिँ त्यहीँ हो ठ्याक्कै है। त्यो देखिएको उता त्यो देखिएको डाँडा चाहिँ कालडाँडा हो। त्यो चाहिँ क्याङ्ग्रुङ झिरबास पर्छ होइन। यो गाउँ चाहिँ फाइनल्ली यही हो देख्नुभयो नि होइन साथीहरू तपाईँहरूले। रामपुर चाहिँ रामपुर उयो लाग्छ नि केटा बल छ नि भलिबल म्याच हुँदैछ साथीहरू। क्यामेरा मैले गाउँको भिडियो पनि गरेँ। अब जानु गाउँको बाटो
तपाईँहरू कसकोतिर पाइन्छ सल्लाह हेर्नु त हाम्रोतिर चाहिँ यस्तो खालको सल्लाह पाइन्छ है ल म लागेँ साथीहरू फाइनल्ली म लागेँ अब म जान्छु यो बाटो चाहिँ हिँड्दै आउने हो कि विद्यार्थीहरू के छ त तपाईँहरू के छ त फाइनल्ली गाउँको भिडियो खिचेर म गएँ आएँ बाटो यस्तो छ युट्युबमा खड्ग ब्रदर 6189 छ खड्ग ब्रदर 6189 है मेरो युट्युब च्यानलको नाम त्यहाँ गएर भिजिट गर्नु होला साथीहरू कृपया क्यामेरा चाहिँ राम्रो क्यामेरा मोबाइल चाहिएको छ कहिले किन्ने खै थाहा छैन कोदाली लिन्छु कसैले पनि लगाउने छन् अब आफै बिसाएर होला नि आएको भएर नलगायो कि आएर नलगाएको पस्ने भयो साथीहरू हेरौँ हामीले निकालेको चाहिँ यो हो कि यो यहाँको हो ठ्याक्कै यो चाहिँ हो कि यसमा पानी आउने हो ल यतातिर छोडेर रहेछन् अरूले मैले नभए यतै छोड्छु है त पाइपलाई अब यतातिर साइड लगाएर छोड्नु पऱ्यो अब म यतातिर पाइपलाई साइड लाउँछु अरूले त्यतिर राखेर जानुभएको रहेछ ल है त स्कुल गाउँमा यस्तो मजा घाम लाग्छ कि आनन्द कुरा चाहिँ काँडा घाँस हो कि राजे काँडा भन्छ होला है राज काँडा भन्छ राज काँडाको राजा हो कि हेर्नु कस्तो ठुलो हुन्छ काँडाको राजा कस्तो मजाले यो फुलेर छ कि हस्पिटल है स्वास्थ्य चौकी मिस्त्री 2 पालमा रहेको स्वास्थ्य चौकी
अहिले हाम्रो गाउँ चाहिँ हाम्रो गाउँ यतातिर चाहिँ हाम्रो वडा कार्यालय छ। म जाँदैछु वडा कार्यालयतिर। साथीहरू म वडा कार्यालय जाँदैछु। भर्खर सम्पानको श्रमदान कार्यक्रममा लाग्यो है भने जस्तै आज चाहिँ हाम्रो गाउँमा पानीको पाइप तान्ने कार्यक्रम थियो। डोजरले बाटो खन्दै गर्दाखेरि हाम्रो गाउँ है यस्तो राम्रो आउँछ। ओहो कस्तो राम्रो फुल जस्तो हो। त्यो पनि अहिले मैले देखाएको राजे काँडा है साथीहरू। यस्तो राम्रो हुन्छ फुलेर। यो घाँस काट्न पनि मिल्छ क्या। यस्तो मजाको छ नि अरूको बारीको पालेको। फाइनली साथीहरू म चाहिँ आइपुगेँ नेस्टे 2 को वडा कार्यालयमा। यो वडा कार्यालय चाहिँ पहिला त्यही स्कुलको नजिकै थियो। सानो भवन थियो, अहिले चाहिँ ठुलो बनाएको छ क्या नेस्टे 2 वडा कार्यालयमा। नेस्टे 2 वडा कार्यालय गाउँको जस्तोको अझै राम्रो आउँदैछ कि अगाडिको चाहिँ यस्तो छ क्या डेकोरेसन। ढोकामाथि चाहिँ नेस्टे 2 वडा कार्यालय भनेर चाहिँ लेखिएको छ ढोकामा होइन। भर्खर मैले चरा देखेँ कि चरा उयो कतै फुल पारेको त होइन नि होइन। बस्ने ठाउँ लागि बस्ने ठाउँ लागि कहाँ बस्दै थियो बसेको चाहिँ चर्न पनि छ। फेरि कतै फुल पारे कि भनेर हेरेको। ल म फर्केँ साथीहरू। फर्केँ अरे नि पसिनै पसिना भयो कि सबै पसिना हेर्नु त ठिक छ। तर पसिना बगाउनु राम्रो हो। मागेको छैन यो चाहिँ स्कुल लगाएको अमृत है। स्कुल काम भनेको स्रोत एउटा यो पनि पहिला चाहिँ यस्तो बाटो थियो क्या हाम्रो पुरै ढुङ्गा छापेको है। पहिलाको बाजेहरूले यस्तो राम्रोसँग छापिनु भएको है ढुङ्गाहरू। चाहिँ कतार हो क्या गाउँको कतार। गाउँघरलाई खानु पुग्थ्यो क्या कतारले। अहिले जाँदैछु हाम्रो माथि बनेको घरमा। बाटो चाहिँ यस्तो छ। उता गाउँको बिच बाटो पनि छ, उताबाट पनि छ है। दुईवटा बाटो छ। गाउँको बिच बाटो चाहिँ ढलान गरेको छ। बाटो चाहिँ यस्तै भइहाल्यो। केरा पाके के हो? केरा है, केरा
पाकेको होइन यो घामले हो के हो पाके जस्तो देखिन्छ घामले हो कि के हो पाके जस्तो झारिहाल्यो यो चाहिँ घरै फिनिसिङ गर्ने त्यस्तो छ मान्छेको घर है टोइलेट यसको चाहिँ यहाँ सेफ्टी ट्याङ्की छ कि यहीँ तल ठ्याक्कै अस्ति मङ्सिरमा चाहिँ खन्यो राम्रैसँग सेफ्टी ट्याङ्की झ्याम लाएर खन्यो अनि खनेर धन्न सेफ्टी ट्याङ्कीसम्म खन्न भ्याइयो अब यसलाई राख्नु पऱ्यो यसलाई यहाँभित्र चापी मसँग यहाँ छ जुन चाहिँ चापियो भन्ने हो अब खोल्नु पऱ्यो चापी खोल्नु पऱ्यो त्यसपछि यहीँ राख्नु पर्यो भन्दा भित्र नि यस्तो छ फिनिसिङ गरिएको छैन होइन काठले खाट बनाउनु पर्ने काठ त्यतिकै छ है फेरि चाबी यस्तो खालिसक्यो टिक्क पड्क्यो सक्यो यसलाई अब यहाँ गोजीमा झ्याममा राख्यो होइन कोदाली फेरि त्यहाँ आन्टीको छोड्न छ हाम्रो बारी है त म अब हिँडेँ घरतर्फ तल हिँडेँ घरतिर अब चाहिँ साथीहरू सन्चै हुनुहुन्छ बस्नु भएको छ बजै बाजे यतै छोडिदिउँ त भन्यो कस्तो राम्रो पिरेको यस्तो बेलाउटी अस्तिसम्म बेलाउटी फल्दै थियो अहिले त फुल भए यसलाई चाहिँ गहिरा थर भन्छ ओहो के छ बाबु हो कहाँ गएर अन्त धन्य टिपेर